Hello, good morning everyone. Ohio gozaimasu. Thank you so much for watching my video. अनि फेरि पनि म आज बिहानको भ्लग लिएर आइसकेको छु। तपाईहरु सबैजनालाई वेलकम टु माई न्यू भ्लग। अनि स्वागत छ तपाईहरुलाई यो सुन्दर बिहानी त्यो भ्लगमा। अनि अहिले चाहिँ लगभग बिहानको 5:23 भइसकेको छ। बिहान नै भनौँ न। सो म चाहिँ आज छिट्टै उठ्यो, निद्राले पनि छिट्टै छोड्यो हैन। सायद आज खै के भयो, हिजो छिट्टो सुतेर अघि 12:30 तिर सुतेको थिएँ। अलिक केही कुराहरू मैले सोचेर सुत्दै थिएँ, त्यही भएर सिन्ड्रेला छोडेको मलाई जस्तो लाग्छ। यो चाहिँ घरकै ठिकै छ हैन। यस्तै छ हाम्रो जापानको बिहानीको जिन्दगी चाहिँ। के गर्छौँ त। सो आज चाहिँ म उठेर अब एक्सर्साइज गर्न लाग्छु। एक्सर्साइज गरिसकेपछि अनि अब टक्क एकछिन रुममा फर्किनेछ। त्यसपछि फर्किसकेपछि टक्क आएर पानी खाने हो। अनि पढ्नुपर्छ होइन, काममा ध्यान नगर्नु त। अनि त्यसपछि चाहिँ टक्क आएर चाहिँ कामको जाने त तयारी भइन्छ। के गर्नु साथीहरू, परदेशी जिन्दगी एक्लै भए पनि मनमा पीडा भए पनि जिउने कोसिस गर्नुपर्छ। अनि सधैँ आफूभित्र भएन, गाह्रो भयो भनेर पनि त्यसो गरेर काम छैन होइन। टक्क लगाएर मेहनत गर्ने हो, स्ट्रगल गर्ने हो। जस्तोसुकै दुःख परिस्थिति, जस्तोसुकै बाधा अड्चन आए पनि म फेस गर्न सक्छु। आई क्यान विल, आई क्यान मस्ट, आई क्यान ट्राई होइन। आई विल भनेर अगाडि बढ्नुपर्छ। म चाहिँ के भन्छु भने जापानमा हुनुहुन्छ अथवा जुनसुकै देशमा हुनुहुन्छ, चाहे नेपालमा हुनुहुन्छ, अनि गामबाते गर्नुहोस्, मेहनत गर्नुहोस्, ट्राई गर्नुहोस्। संसारमा असम्भव चाहिँ केही पनि छैन। मानिसले चाह्यो भने जे पनि गर्न सक्छ, किन भन्नुहोस् त गाइस।
गाइजहरू यसरी मेडिटेसन गर्दा चाहिँ ढाडलाई हल्का हल्का अगाडि ल्याउने, त्यसपछि चाहिँ टक्क लगाएर होइन यस्तो गर्ने, अगाडि ल्याउने, अनि यो टाउको चाहिँ हल्का पछाडि लाने, है छिटो छिटो मुख बन्द गर्ने, लामो लामो सास लिने, छोड्ने, लामो लामो सास लिने, छोड्ने गर्नुपर्छ त। यस्तो गऱ्यो भने चाहिँ दिमाग तेज हुन्छ गाइजहरू। यसै चाहिँ नसकिँदो रहेछ गाइजहरू, फर्स्ट टाइम होला, पहिला चाहिँ सकेको थिएँ म गाइजहरू। लगभग मेरो एक्सर्साइज चाहिँ सकिसकेको छ। अब आजको लागि चाहिँ मेरो एक्सर्साइज हेर्नु भइहाल्यो होला कस्तो कमेडी खालको छ भनेर, गर्नै नजानेर है। अब अर्को दिन चाहिँ टक्क म सिकेर आउँछु, त्यसपछि गर्ने छु है त। हाम्रो चाहिँ यो रुम छेउको हल्का उता चाहिँ पार्क छ, त्यहाँ जाँदा झ्याउ लाग्यो कि, त्यही भएर यहाँनिर सफा छ नि त मौसम, त्यहाँ चाहिँ टक्क लगाएर ल। अब चाहिँ म थोरै लाइनहरू भन्नेछु है। यो चाहिँ मैले के बनाएको पनि होइन, यत्तिकै अहिले आफै सोचेर भन्दैछु। थोरै स्ट्रगलको बारेमै भनौँ न है। साथीहरू म चाहिँ के भन्न चाहन्छु भने होइन, सो जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, सारा मनले, सारा तनले, सारा शक्तिले गर्नुहोस्। गलत ठाउँमा पैसा र आफ्नो जवानीलाई प्रयोग नगर्नुहोस्। गामबाते गर्नुहोस्। केही गलत गर्नुभन्दा अगाडि आफ्नो आमा र बुवालाई सम्झनुहोस्। मेरो मम्मी र बाबाले चाहिँ मलाई कहाँनिर कति ट्रस्ट गर्नुभएको छ, कति विश्वास गर्नुभएको छ भनेर है साथीहरू, उहाँको चाहिँ उहाँस। अनि यस कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भने हाम्रो नेपालीहरूलाई, तपाईँहरू जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, सो गामबाते गर्नुहोस् है। मैले त लाइनहरू बिर्सिसकेँ क्या हो होइन, आइएम सो सरी होइन। त्यही त हो नि, जहाँ हुनुहुन्छ मेहनत गर्नुहोस्, आफ्नो आमा बुवालाई सम्झिनुहोस्। एकचोटि केही गलत कुरा, केही गलत भन्नाले अब रङ वेमा हिँड्नुभन्दा पहिले चाहिँ आफ्नो म चाहिँ के गर्न आएको भनेर सम्झिनुहोस्। दुःख सुख भनेको साथीहरू यस्तै हो होइन, टक्क लगाएर मेहनत गर्नुहोस्, कामबाती गर्नुहोस्। जापानमा हुनुहुन्छ भने त झन् धेरै स्ट्रगल गर्नु परि नै हाल्यो। म चाहिँ रुममा जान्न है एकछिन। अनि त्यही भएर मान्छेको मलाई चाहिँ एकदमै बुक पढ्न मन लाग्छ है। नेपालबाट बुक मगाउनु पर्छ जस्तो लागिरहेछ। मैले चाहिँ विचार विज्ञान, अनि त्यसपछि मान्छे कसरी खुसी हुने, अनि सोचको शक्ति, माइन्डसेटहरूको बारेमा पढाएको थिएँ। मान्छेको सबभन्दा मान्छेहरू, हामी नेपालीहरू मेहनत गर्दैनौँ, बिहान छिटो उठ्दैनौँ, कति मान्छेहरू ढिलो उठ्ने बानी हुन्छ नि होइन। तर के रहेछ भने चाहिँ यसको रहस्य चाहिँ हाम्रो दिमागलाई चाहिँ मैले यस्तो गर्नुपर्छ भनेर चलाएपछि दिमाग चाहिँ आफै सेट हुँदो रहेछ। अनि त्यसपछि यो दिमागले चाहिँ हामीलाई आफै निर्देशन दिँदो रहेछ। हाम्रो माइन्डसेट चाहिँ त्यस्तो रहेछ। अनि अलार्म जस्तै भनौँ न, अलार्म राख्यो भने त्यति बेला बज्छ नि होइन, दिमागले पनि यति बेला चाहिँ मैले यस्तो गर्नुपर्छ भन्यो भने चाहिँ ठ्याक्क त्यो कुरो चाहिँ हुन आउँदो रहेछ। हिजो मेरो एउटा साथी मदन तोसले कुरा गर्दै थियो होइन। अनि नेपालमा जस्तो चाहिँ यहाँनिर बिल्कुल सोचेको जस्तो हुँदैन है। यहाँ चाहिँ टाइममा हेर्नुपर्ने, टाइममा बस्नुपर्ने हुन्छ, अनि टाइममा उठ्नुपर्ने, अनि
त्यहाँ यहाँ चाहिँ केही कुराको अब काममा ढिलो भयो भने स्कुल ढिलो भयो यहाँ चाहिँ ढिलो गर्ने हुँदैन एउटा फर्म ल्याएर फर्म भरेर दिइहाल्छ गएकोमा त हाम्रो गएकोमा त हाम्रो साथी म त अहिलेसम्म परेको छैन हाम्रो साथीहरू पनि कुनै कुनै परेको छ तर अरू देशको मान्छेहरू चाहिँ परेको छ है त्यो गाइस टक्क लगाएर चाहिँ नि मिहिनेत चाहिँ गर्नुपर्छ अनि त्यही भन्न चाहन्छु सो अनि एउटा पासाङ लामा हुनुहुन्छ नि अमेरिकामा बसेर व्यवसाय गर्नुहुन्छ नि उहाँले भनेको चाहिँ आई विल मस्ट आई विल ट्राई होइन आई क्यान आई विल आई मस्ट चाहिँ उहाँले मलाई हामीलाई सबैजनालाई यो भिडियोमा सिकाउनुहुन्छ नि त उहाँको भिडियो सो म हेर्ने गर्छु अनि राम्रो लाग्छ सो थ्याङ्क यू सो मच वाचिङ माई भिडियो यो बिहानको एक्सर्साइज तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नभुल्नु होला भिडियो मन नपरे पनि लाइक चाहिँ गर्नु पर्दैन है त बाटोमा गएर एक्सर्साइज गरेर आएको लास्टै टोकेछ हौ लामखुट्टेले पनि लामखुट्टेले नटोकोस् भनेको है टोकेछ भने कस्तो कस्तो लामखुट्टे थियो अनि हाम्रो जापान भन्दा के गर्नु साथी लामखुट्टेले त टोक्दो रहेछ अन्त भुसुकै पाऱ्यो अन्त हिजो दोसँग साइकल टिप्न गएको त्यहाँ पनि कस्तो मजाले टोक्यो यहाँ पनि मलाई त राम्रो धुलै पारेर टोक्यो अन्त के चाहिँ गर्ने होला हौ अन्त अब एक्सर्साइज गरेपछि थोरै काजु खानुपर्छ गयो हो स्वास्थ्य लागि पनि केयर गर्नुपर्छ नि त होइन यहाँबाट यहाँ के गर्नु हौ जब जति कमाए पनि नबस्नु नभन्नु जस्तो खाना पाउनु यस्तै हो त्यही पनि मैले काजु किनेर ल्याइदिएँ स्वास्थ्यलाई राम्रो गर्छ भनेर ल्याएको फेरि राम्रो गर्छ गर्दैन गाउँमा त गर्नुपर्छ है खातिर गाम बाँधेको उता छ होइन बाई